तपाईको नाम बताइदिनु अलि ठुलो आवाज बोल्नु ल। नमस्कार, मेरो नाम चन्द्रिमाया मगर। हजुर। अनि यो चाहिँ हाम्रो चाहिँ ओभरकोट महिला समूहबाट चाहिँ हामी आज यस वार्ड नम्बर 4 केतुकेमा भैलो खेल्न आएको। कस्तो भइरहेछ आज? यस रमाइलो हुँदैछ अब हैन, भर्खर फर्स्ट घर हो यो। हजुर। रमाइलो हुँदैछ। अनि तपाईहरुले हरेक वर्ष यसरी नै खेल्नुहुन्छ भैलो? लगभग हामीले यो खेल्दै आएको चाहिँ अहिले मात्रै नभएर हामी सानो बच्चा हुँदादेखि हामीलाई याद छ क्या यो
भैलो खेल्दै हिँडेको ओखरकोटबाट चाहिँ अब हामी बच्चादेखि खेल्दै लिएर अहिलेसम्म चाहिँ हामी खेल्दैछौँ। के गर्नुहुन्छ यसमा, कसरी खेल्नुहुन्छ भैलो? हजुर अब भैली यस्तो गोलो भएर होइन खेलिन्छ अनि त्यसपछि अब त्यसपछि गोलै भएर गीत गाइन्छ। अहिले चाहिँ यहाँ बाटो भएर अलिकति अप्ठ्यारो भयो, गाडीहरू आउँछ होइन, अनि त्यही भएर नजिकै जम्मा भएर खेलेको, नत्र चाहिँ गोलो भएर खेलिन्छ। रमाइलो भइरहेछ? हजुर एकदम रमाइलो। अब वर्षमा एकचोटि आएको चाड हो होइन, रमाइलो त भइहाल्छ नि।